फाइनल्ली हामी चाहिँ पुग्यो। यही रहेछ दाइ। हामी भोलि कता हो दाइ? यता हो कि यता हो? ए यो माथि नि जहाँ गए पनि हुने रहेछ। यता गए पनि हुने, यता गए पनि हुने है। यही रहेछ बस्ती। अब त ढुक्कले अब त चिलमा आनन्दले बसेर जाने हो होइन त? पुगिसक्यो। ल त्यो पर रहेछ। पुगियो पुगियो यही हो। पुगियो पुगियो। अब होटल खोजेर होटलमा बस्ने हो। भोलिपल्ट मात्र जाने हो। कुन बाटो जाने, कहाँबाट जाने त थाहा छैन। बाटो यता पनि छ, यो त्यो यहाँ पनि छ, यता पनि हिमाल छ, हिमालै हिमाल छ। दाइ कस्तो लागिरह? एकदम अब रिल्याक्स गर्ने हो अनि भोलि चाहिँ चढ्ने हो। वरिपरि हिमालै हिमाल। भोलि झन् मर्निङको भ्यू कस्तो होला त? अब हामीले अर्को दुईजना साथीहरू पनि भेटायो। अहिले चाहिँ हामी पुगिसक्यो। दुईजना खैरे साथीहरू पनि भेटियो। एकजना चाहिँ न्युजिल्यान्डबाट रहेछ। यसो यताको बारे कुरा गरियो होइन। भोलि कता जाने, पर्सि के प्लान छ भनेर। भोलि चाहिँ अब हामीसँगै हुन्छौँ होला माथि चढ्दा। उहाँहरू चाहिँ उयो पिङ्क कलरको होटेल बुक गर्नुभएको रहेछ। बुक गरे हो कि खै यताकै कार्ड देखाउनु भयो। अब हामी चाहिँ हेरौँ। दाइहरू त उता पुगिसक्नु भयो। यही छ गाउँ बस्ती, रमाइलो छ। वरिपरि हिमालै हिमाल छ। यतानिर चिजको फ्याक्ट्री पनि रहेछ। आनन्द छ। अहिलेसम्म पनि हिमाल अलि देखिरहेछ। नत्र त खासै अहिलेसम्म त देखिँदैन थियो। बिहान एकछिन मात्र देखिन्थ्यो अरे। 2-3 दिन भयो मौसम एकदम खुलेको छ भन्नुभएको थियो। खुल्लै रहेछ। भोलि पनि यस्तै भयो भने चाहिँ बवाल हुन्छ। हेरौँ के हुन्छ, कस्तो हुन्छ। एकछिन खैरेहरूसँग कुरा गरेर भएर दाइहरू अगाडि पुगिसकेछ। अर्को हातले समातौँ है। कस्तो देखिरहेछ। ब्याक क्यामेराबाट फ्लिप गर्दै खिचिरहेको छु। यस्तो दक्षिण भयो। यही रहेछ उहाँहरूको होटेल चाहिँ। हाम्रो चाहिँ कुन होला? दामी नै आइरहेछ होला सायद। कति बज्यो होला अहिले? हामी त्यहाँबाट 9:15 9:20 हिँडेको होला सायद। रेस्ट गर्दै आइयो। दाइहरू त माथि नै गएको रहेछ नि त। हट सावर भएको ठाउँमा बस्न पाए चाहिँ आनन्द हुन्थ्यो। हिजो भर्खर नुहाएको हो नुहाउनु त। आज हेरौँ के हुन्छ। कस्तो रहेछ नि त बस्ती। के हो याक त होइन यो चौरी गाई। तल त मैले याक होला भन्थेँ होइन पो रहेछ। ए कालो कौवा। यस्तो छ, रमाइलो छ।
ल्यान्डस्केप चाहिँ रमाइलो छ यार बब्बालै भनौँ न रमाइलो होइन बब्बालै पानी त यहाँ 24 आवर हो दायाहरू कता बस्ने हो बन्द छ क्या सबै होटेलहरू त खुला छ हैट यादै हो कि ए हुन्छ हुन्छ आमा यस्तो रहेछ बबालै छ कता बस्ने भयो दाइ यता यहाँकै हो कि के हो यो दाइ यो यहाँको हो यहाँको यो यहाँकै हो है हो लखेट्दैन नि लखेट्छ ए यहाँकै हो रहेछ सानो सानो यहाँको रहेछ ए डरायो जस्तो छ यता बस्छौँ होला हामी ठुल्ठुलो याकहरू छैन यहाँ ज्याक याक केही पनि गर्दैन है दाइ यो भोलि हामी चढ्ने हिमाल छ नि त्यो एउटा के हो यता दुईवटा हिमाल छ नि चढ्ने शेरगोरी र कुन शेरगोरी सानो हो ए क्यान्जिङ कता यता हो ए अनि अर्को शेरगोरी चाहिँ यता ए ऊ त्यो बाटो जानु पऱ्यो है अनि सानो जानलाई चाहिँ यो यताको ए हुन्छ हस् थाहा पाइयो अब थाहा पाइयो यो चाहिँ म अब एकछिनमै अपलोड गर्छु होला यदि यहाँ नेट भयो चाहिँ यही हो होटेललाई चार घन्टामा अप एन्ड डाउन यो ब्याग यही छोडेर जाने हो नि त यही बस्ने हो त हामी यही बस्नु हुन्छ हस् दाइ यो यहाँकै हो रे नि याक रे मैले भर सोधेको यो होटेलमा भयो यो याकको वा होला होइन त यहाँकै हो र यहाँ त अब भइसक्यो त खै रे उता त्यहाँ तल बस्यो भोलि हामीसँगै जान्छ होला भन्दै थियो होटेलमा छिरियो के को खै यो यहाँको हो कि के को हो अझै माथि माथि सैलो कतिजनाको हो दाइ यो दुईजनाको म यता बस्छु त यसो भए हुन्छ यता बस्नु पर्ला
दाहरू चाहिँ उता बस्नुभयो। यहाँबाट भ्यू कस्तो देखिन्छ भने ठिकै छ होला। यताबाट हिमाल त यताबाट चट्टै देख्ने रहेछ नि त भनेपछि त। ल अब चाहिँ इन गरिदिन्छु म। यता नेट छ भने हालिहाल्छु यो चाहिँ।